हेलो डियर स्टुडेन्ट्स, एक्जाम नजिकै आइसक्यो। अब यस भिडियोमा हामी क्लास 12 बोर्ड एक्जाम अर्थात् 2081 को एक्जामको कम्प्लिट सल्युसन, त्यो पनि एउटा होइन, दुईटा होइन, तीनटा होइन, चारवटा होइन, 5 वटा सेटको कम्प्लिट सल्युसन गर्न जाँदैछौँ हामी वान बाइ वान। एउटा भिडियोमा यो सबै सेटहरू कम्प्लिट सल्युसन देखाउन चाहिँ गर्न धेरै लामो भिडियो हुने भएको भएर मैले यसलाई हाम्रो 5 वटा सेटमा भएको डिफ्रेन्ट च्याप्टरहरूलाई पनि पार्टमा गर्दै, अर्थात् अलजेब्रा भित्र पनि हामीसँग 3टा क्वेसन। अब अलजेब्राबाट जेनरली हाम्रो एउटा सेटमा 3टा क्वेसन सोधिराखेको हुन्छ, क्वेसन नम्बर 11 र 12 यो 5 मार्क्सको, अनि एउटा लङ क्वेसन चाहिँ हाम्रो 8 मार्क्सको क्वेसन सोधिरहेको हुन्छ भने अब सेट 1 सेट 2 मैले भनिहालेँ। हामीले अहिले सल्भ गर्न खोजेको 5 वटा सेट मध्ये पनि फर्स्ट सेटमा अलजेब्रा 3टा क्वेसन हामी एउटा भिडियोमा कभर गर्छौं। त्यसैगरी सेकेन्ड सेटको 3टा अलजेब्रा अर्को भिडियोमा कभर गर्छौं। यसरी वान बाइ वान मैले यहाँ 5 वटा भिडियो अपलोड गर्नेछु। यो 5 वटा भिडियो मैले एउटै च्यानल लिस्टमा राखिदिनेछु। त्यो भएपछि हेर्न सजिलो हुन्छ पक्कै पनि। अब त अलजेब्रा पोर्सनको 5 वटा भिडियो वान बाइ वान म फर्स्ट यो भिडियोमा चाहिँ म पहिलो सेटको पहिलो अलजेब्रा पोर्सन अर्थात् 3 वटा क्वेसनहरू हाम्रो कम्प्लिट सल्युसन गर्नेछु। 1A ले भन्दैछ राइट द सम अफ द सिरिज दिस मच, अर्थात् यो भनेको सम अफ द स्क्वायर अफ फर्स्ट nth नेचुरल नम्बर भनौँ, n वटा नेचुरल नम्बरहरूको स्क्वायर गरेर एड गर्यो भने कति हुन्छ भनेछ। त्यसलाई हामी Sn इज इक्वल टु n टाइम्स n प्लस 1 टाइम्स 2n प्लस 1 डिभाइड बाई 6 भनेर लेख्छौँ। यो हाम्रो फर्मुला भेरिफाई गर्न सकिन्छ, तर यो हामीलाई 1 मार्कमा मात्रै सोधेको क्वेसन हो। यो त्यसबाट जस्ट हामीले यसको फर्मुला लेख्छौँ। यस्तै क्वेसनहरू हामीलाई 1 क्युब प्लस 2 क्युब प्लस 3 क्युब भनेर सोध्न सक्छ। अब पछाडिपट्टि छ त्यस्ता क्वेसनहरू। अर्को 1 प्लस 2 प्लस 3 मात्रै भनेर पनि सोध्न सक्छ, अर्थात् सम अफ द फर्स्ट n नेचुरल नम्बर भनेर पनि सोध्न सक्छ। त्यसैगरी स्टेट द प्रिन्सिपल अफ म्याथमेटिकल इन्डक्सन भन्छ। यो भनेको चाहिँ म्याथमेटिकल इन्डक्सन मेथडको प्रिन्सिपल के हो भनेर लेख्नु भने हो। यो 2 मार्कमा सोधेको छ। यसलाई अलिकति लामो बनाएर पनि लेख्न मिल्छ, मैले चाहिँ सर्टकटमा सजिलो हुने गरी लेखेको छु। एनी स्टेटमेन्ट pn, जब हामीलाई कुनै एउटा pn भन्ने स्टेटमेन्टलाई ट्रु फर अल n भनेर देखाउनु पर्ने छ भने हामीले के गर्छौँ त भन्ने कुरा चाहिँ यहाँ गर्न खोजेको। जस्तो सुरुमा हामी p1 को लागि यो स्टेटमेन्ट ट्रु छ भनेर देखाउँछौँ, अनि pk को लागि चाहिँ हामी सपोज गर्छौँ pk चाहिँ सही हुन्छ भनेर लेट गर्छौँ है। यो लेट गरिसकेपछि चाहिँ यसैको आधारमा चाहिँ pk प्लस 1 पनि ट्रु बनाउन सकियो भनेदेखि चाहिँ यो हाम्रो स्टेटमेन्ट अर्थात् यो pn भन्ने स्टेटमेन्ट चाहिँ हाम्रो ट्रु हुन आउँछ। यो चाहिँ हाम्रो प्रिन्सिपल अफ म्याथमेटिकल इन्डक्सन भन्छौँ। यसैलाई अलिकति स्टेप वाइज पनि हामी लेख्न सक्छौँ। अर्को छ फर वाट कन्डिसन लग 1 प्लस x इज इक्वल टु यति भनेको यो हामीलाई फर्मुला बनाएरै दिएको छ, गरेरै दिएको छ। यो कस्तो बेलामा एक्जिस्ट गर्छ भन्छ, हामी यो x को भ्यालु चाहिँ जब 1 भन्दा सानो र -1 भन्दा सानो भने यसलाई -1 इज लेस देन अर इक्वल टु x इज लेस देन अर इक्वल टु 1 भनेर पनि लेख्न सक्छौँ। अर्थात् यो मोडुलस अफ x इज लेस देन 1 भनेर लेखेको यो चाहिँ कन्डिसन यहाँ मागेको हो, यो 1 मार्कको लागि जुनमा। त्यसैगरी अर्को क्वेसन छ डी नम्बरमा राइट ex इन द एक्सपान्डेड फर्म भनेको e टु द पावर x अर्थात् एक्सपोनेन्सियल टु द पावर x को एक्सपान्सन लेख्नु भनेको यसलाई हामी यसरी लेखेर हुन्छौँ। यो कहिले हामीलाई e टु द पावर -x सोधिन सक्छ, कहिले e टु द पावर 1 2 3 केही राखेर पनि सोध्न सक्छ है। यो चाहिँ अब त्यो अनुसारको सब्स्टिट्युसन, एउटा प्रोपर सब्स्टिट्युसनबाट आउने चिज हो यो। ओके, यो भयो क्वेसन नम्बर 1 अर्थात् फर्स्ट क्वेसन नम्बर 11 हो। यो सेट नम्बर 1 मा सोधिएको यो 11 नम्बर क्वेसन हो यो। त्यसैगरी अब 12 नम्बर क्वेसनमा जाउँ। यो 2 नम्बर भनेर मैले राखेको छु। यसमा चाहिँ युज रो इक्विभ्यालेन्ट मेथड टु सल्भ द फलोइङ सिस्टम अफ लिनियर इक्वेसन भनेको छ। यो चाहिँ हामीलाई लिनियर इक्वेसन्स अफ सिस्टम दिएको छ यहाँ हैन। यो एउटा सिस्टम छ, त्यसैगरी यो अर्को सिस्टम छ। यसैगरी हामीलाई यहाँ 3टा सिस्टमहरू हामीलाई 3टा भनौँ न, 3टा इक्वेसन दिएको छ जसलाई हामी एउटा सिस्टम भन्छौँ। यो सिस्टमलाई चाहिँ सुरुमा अब थुप्रै मेथडहरू छ हामीले यहाँ पढ्नुपर्ने। यो क्वेसनले चाहिँ रो इक्विभ्यालेन्ट मेथड सोधेको छ। यो रो इक्विभ्यालेन्ट मेथड सोध्दा चाहिँ कसरी गर्ने त भन्दा सुरुमा यसलाई हामीले अब इक्वेसन 1 2 3 भनेर मान्न मिल्छ र अब यहाँ यसको एगुमेन्टेड म्याट्रिक्स भनेर लेख्छौँ, अर्थात् यसको कोएफिसिएन्ट म्याट्रिक्स भनेको 2 टु द पावर के अरे 2x प्लस 3y प्लस 5 भएको भएर यसको 2 3 5 भयो भने 23 चाहिँ राइट साइडमा भएको चिज हो। यसलाई हामी यसरी म्याट्रिक्स फर्ममा लेखेकोलाई नै हामी एगुमेन्टेड म्याट्रिक्स भन्छौँ, यससँग एसोसिएट भएको म्याट्रिक्स भनेको। अब हाम्रो यो एगुमेन्टेड म्याट्रिक्सलाई हामीले यहाँ 1 0 0 0 1 0 0 0 1 अर्थात् यो आइडेन्टिटी म्याट्रिक्स बनाउनु पर्ने हुन्छ। यसको प्रोपर सिस्टमेटिक वे हुन्छ, जुन पाए त्यही काम हामीले 1 0 0 1
बनाउने कामहरूलाई सिस्टमेटिक वेमा जान्छौँ त्यो भनेको सुरुमा हाम्रो यो फर्स्ट इलिमेन्ट 1 हुनुपर्छ त्यसको लागि मैले यहाँ सुरुमा यो 1 4 - 1 6 छ यसलाई फर्स्टमा लगेर इन्टरचेन्ज गरिदिएँ यो सजिलोको लागि किनभने यो 1 बनाइराख्नलाई अर्थात् 2 ले डिभाइड गऱ्यो भने यो फ्र्याक्सनमा आउँछ त्यो नआओस् भनेर यो 1 4 - 1 र 6 लाई चाहिँ फर्स्ट पोजिसनमा लेखेको यहाँ यो 1 4 - 1 6 र बाँकी रहेकोलाई जस्ताको तस्तै लेखेको यो 2 3 5 चाहिँ लास्टमा लेखिदिएको अब यो सिस्टममा लेखिसकेपछि हामीलाई के इजी भयो भने अब यो 1 को हेल्पले यो 3 र 2 लाई हामीले 0 बनाउनु पर्ने हुन्छ यो 3 लाई 1 को हेल्पले कसरी 0 बनाउनु भन्दा 3 बाट 3 सबट्र्याक्ट गर्यो भनेदेखि 0 हुन्छ त्यसो भएर फर्स्ट रोमा भएको 1 मा 3 ले मल्टिप्लाई गरेर यो 3 बाट 3 लाई माइनस गरिदियो भनेदेखि यो ठ्याक्कै हाम्रो के हुन आउँछ त यो 0 हुन आउँछ त्यसैगरी यसलाई 0 बनाउनु पर्यो भने अब हामी के गर्छौं त 2 - 2 हुनु पर्यो अर्थात् यसमा 2 ले मल्टिप्लाई गरेर यो थर्ड रोबाट फर्स्ट रो घटाउनु पर्यो अर्थात् R3 - 2R1 गर्नु पर्यो यो दुईटा अपरेसन यो दुईटा एलिमेन्टको लागि मात्रै हुँदैन इच एन्ड एभ्री एलिमेन्टको लागि हुन्छ जस्तो -3 लाई 4 सँग 8 लाई -1 सँग यसरी हेल्प दिँदै हामी यो सबै चीजलाई कन्भर्ट गर्छौं अर्थात् सेकेन्ड र थर्ड रो अब हाम्रो कन्भर्ट हुँदैछ यसरी कन्भर्ट हुँदैछ यो 0 0 भयो अब यो चाहिँ दुईटा त्यो अनुसारको सिम्प्लिफिकेसनबाट हामी यो पाउँछौं र त्यसैगरी यो जब 1 अर्थात् फर्स्ट काम हामीले 1 फर्स्ट रोलाई हामीले 1 बनायौं फर्स्ट रोको फर्स्ट एलिमेन्टलाई भने अब सेकेन्ड रोको र थर्ड रोको दुईटा एलिमेन्टहरुलाई पनि हामीले फर्स्ट एलिमेन्टलाई 0 बनायौं अब हामीले यहाँ जथाभावी गर्न पाइदैन 1 0 0 बनाइसकेपछि अब यो -15 लाई चाहिँ हामीले 1 बनाउनु पर्ने हुन्छ अब यहाँ पनि हामीले इन्टरचेन्ज गर्नुपर्ने अवस्था हुन्थ्यो भने यो दुईटा एलिमेन्ट यो माथिको त मिलेन जस्तो 0 र यहाँ 15 यहाँ 0 -5 हुन्थ्यो भने चाहिँ यो -5 को ठाउँमा 1 हुन्थ्यो भने चाहिँ यसलाई हामी माथि यसलाई तल गर्न मिल्थ्यो यसलाई हामी पिभोटिङ गरेको भन्छौं पिभोटिङ गरेको भनेर भनिराख्नु पनि पर्दैन अब यहाँ चाहिँ त्यस्तो मिलेन त्यसो भएर मैले -15 लाई 1 बनाउनु पर्ने भयो -15 लाई 1 बनाउन के गरिन्छ भन्दा -15 ले नै डिभाइड गर्ने भन्ने बुझ्नु पर्यो सो सेकेन्ड रोमा हामीले -15 ले डिभाइड गरेपछि यस्तो किसिमको चाहिँ म्याट्रिक्स देखा पर्छ त्यसपछि अब यो 1 को हेल्पले यो 4 लाई पनि 0 बनाउनु पर्यो त्यसको लागि हामी के गर्छौं R1 - 4 टाइम्स R2 गर्छौं भने -5 छ यो -5 लाई पनि अब हामीले यसमा 5 ले मल्टिप्लाई गरेर योसँग यो एड गरिदियो भने यो 0 हुन्छ सो यो दुईटा अपरेसनहरु अब हामीले यहाँ युज गर्दै छौं यो दुईटा अपरेसन युज गरेर यो म्याट्रिक्स यसरी चेन्ज हुन आउँछ अब यो चेन्ज भएको यसलाई पनि अब हामीले सिम्प्लिफाई गर्न सक्छौं यसलाई हामी सजिलैसँग क्याल्कुलेटरहरु पनि युज गर्न सक्छौं जस यो सिम्प्लिफाई अब फ्र्याक्सन हुँदाखेरि चाहिँ अलिकति केयरफुल्ली यो काम गर्नुपर्ने हुन्छ ल यो हामी दोस्रो कोलमको काम पनि सक्यौं अब तेस्रो कोलम थर्ड कोलममा आउँदा यसलाई हामीले 1 बनाउनु पर्ने हुन्छ अर्थात् 10/3 लाई हामीले 1 बनाउनु पर्ने हुन्छ यो 10/3 लाई कसरी 1 बनाउनु त भन्दा 3/10 ले मल्टिप्लाई गरेर त्यसो भएर R3 लाई चाहिँ अब हामीले के गर्यौं 3/10 ले मल्टिप्लाई गर्यौं त्यो गर्दिनेबित्तिकै लास्ट रोमा चाहिँ 1 भयो अब त्यसैगरी यसमा 3/10 ले मल्टिप्लाई गर्यो भने 10 र 10 क्यान्सल भएर 3 भयो अब यो 1 बनिसकेपछि अब यो दुईटा एलिमेन्ट 29/15 र -11/15 भन्ने चीज दुईटा छ जुन यो दुईटा चीजलाई पनि अब हामीले 0 बनाउनु पर्ने हुन्छ अब यसलाई 0 बनाउन के गरिन्छ भन्दा अहिलेको जस्तै 29/15 ले यसलाई मल्टिप्लाई 1 लाई मल्टिप्लाई गरेर यसबाट घटाउनु पर्यो त्यसो भएर R1 - 29/15 R3 त्यसैगरी R2 + 11/15 R3 गरेपछि ठ्याक्कै हाम्रो एउटा युनिट मेथड म्याट्रिक्समा कन्भर्ट हुन्छ र 1 2 3 भएर यसको आन्सर देखा पर्छ देयरफोर द सोलुसन इज x = 1 y = 2 र z = 3 अर्थात् राइट साइडमा आउने चीज यो इज टु भन्दा साइडमा आउने चीज नै हाम्रो के हुन्छ त x y z को भ्यालु हुन्छ यसलाई हामी रो इक्विभ्यालेन्ट मेथड भन्छौं सिस्टम अफ लिनियर इक्वेसनलाई सल्भ गर्ने मेथडहरु मध्येको एउटा अलिकति सजिलो तर अलि लामो खालको मेथड हो ओके क्वेशन नम्बर 3 अर्थात् हामी लङ क्वेशन 8 मार्क्सको क्वेशनको लागि ग्रुप सी अन्तर्गत पहिलो क्वेशन पनि हाम्रो अल्जेब्रा नै हुन्छ त्यसमा चाहिँ प्रुभ द कोएफिसिएन्ट अफ x टु द पावर n इन द एक्सपान्सन अफ दिस मच इज ट्वाइस द कोएफिसिएन्ट अफ x टु द पावर n इन द एक्सपान्सन यो भनेको के हो भने यो 1 + x टु द पावर 2n भन्ने बाइनोमियल एक्सप्रेसनको एक्सपान्सनमा x टु द पावर n को कोएफिसिएन्ट जे आउँछ त्यो चाहिँ डबल हुन्छ रे अर्थात् अब मैले यहाँ 1 + x टु द पावर 2n को कोएफिसिएन्ट के आउँछ त x टु द पावर n मा भन्दा 2n cn आउँछ भन्छौं हामी यसलाई यसको जनरल फर्म लेखेर अनि त्यो r को ठाउँमा चाहिँ n ले रिप्लेस गरिदियो भने x टु द पावर n आउँछ त्यो x टु द पावर n अर्थात् r लाई ले त्यसरी चेन्ज गर्दाखेरि चाहिँ यहाँ 2n cr भइरहेको हुन्छ त्यो r को ठाउँमा चाहिँ n हुन आउँछ सो र 2n cn भएर यसको हाम्रो x टु द पावर n को कोएफिसिएन्ट भयो त्यस्तै गरी यसमा पनि x टु द पावर n को कोएफिसिएन्ट 2n - 1 cn हुन आउँछ अब यसलाई अर्को तरिकाले पनि लेखिरा हुन्छन् c अनि ब्र्याकेटमा 2n मा कमा n भनेर पनि लेखिरा हुन्छौं अब आफुलाई जुन सजिलो लाग्छ त्यो मेथड हामीले त्यो लेख्ने आइडिया युज गर्न चाहिँ मिल्यो ल अब यो भयो यो दुईटा कोएफिसिएन्टहरु भए अब यी दुईटा कोएफिसिएन्टहरु
लाई चाहिँ अब हामीले प्रुभ गर्नुपर्ने यो चिज अर्थात् 2n भन्ने चिज चाहिँ डबल हुन्छ कसको भन्दा 2n-1 cnको भनेर प्रुभ गर्नुपर्ने छ। अब यसको लागि अब के गर्ने त भन्दा अब त्यही हो, वी निड टु प्रुभ द्याट 2n इज इक्वल टु 2 टाइम्स 2n-1 यो हामीले प्रुभ गर्नुपर्ने यो क्वेसनको लागि। अब यसलाई कसरी गर्न सकिएला भनेर अब हामी हेर्न सक्छौँ। 2n को फर्मुला 2n फ्याक्टोरियल डिभाइड बाई n फ्याक्टोरियल n फ्याक्टोरियल यो थाहा छ हामीलाई। 2n माथिपट्टि n फ्याक्टोरियल भयो, यो माथिपट्टिको चिजलाई 2n फ्याक्टोरियल लेख्छौँ अनि 2n बाट n घट्यो n हुन्छ, सो n फ्याक्टोरियल भयो, तलपट्टि पनि n फ्याक्टोरियल भयो। अब यसलाई यो के हुन्छ त भन्दा 2n-1 cn। अब 2n-1 को फ्याक्टोरियल डिभाइड यसको पनि सेम प्रोसेसबाट हामी लेख्दै गयो भने यो खालको रिलेसन पाउँछौँ। अब हामीले यसलाई डबल गर्नु छ, त्यसबाट एलएचएस ल्याउँ भनौँ न हैन, एलएचएस ल्याउँ, टेक 2n cn ल्याउँ अनि यसको फर्मुला त माथि हामीले लेखिसक्यौँ। अब यसलाई हामी के गर्छौँ भन्दा एउटा आइडिया लगाउँछौँ, यो 2n फ्याक्टोरियल भनेको 2n र 2n भन्दा 1 घटेपछिको फ्याक्टोरियल हो भनेर बुझ्नु पर्यो ल। अनि त्यसै गरी तलपट्टि पनि n भनेको नि n इन्टु n-1 को फ्याक्टोरियल हो। अब मैले यो 2 लाई यहाँ छुट्याइदिन्छु र यो n सँग n काट्दिन्छु। यहाँनिर कस्तो हुन्छ यहाँ हेर्न सकिन्छ। जस्तो अब यो 2n सँग n यहाँनिर अनि n सँग n काट्यो, त्यसपछि 2 बाहिर छँदैछ, 2n-1 जस्ताको तस्तै छ र n-1 फ्याक्टोरियल n। अनि यो 2 लाई मैले बाहिरबाट झिकिदिनु बित्तिकै यो के को भ्यालु भयो त भन्दा यो माथिबाट हाम्रो 2n-1 n इन्टु n-1 को फ्याक्टोरियल भयो, जुन चाहिँ 2n-1 cn हुन आउँछ। त्यसो भएर 2n cn भन्ने चिज त यो चिजको डबल रहेछ भनेर प्रुभ भयो। सो यो चाहिँ हाम्रो 3 को ए नम्बरमा सोधेको 3 मार्कको लागि सोधेको क्वेसन हो। त्यसै गरी अर्को 3 मार्कको लागि सोधेको क्वेसन कम्प्लेक्स नम्बरबाट छ। युज डी मुभर्स थ्योरम टु फाइन्ड द स्क्वायर रुट अफ दिसमा चाहिँ स्क्वायर रुट निकाल्ने प्रोसेस पनि दुईटा खालको हामीले क्लास 11 मा पढेको एउटा मेथड थियो भने अहिले चाहिँ डी मुभर्स थ्योरम युज गराउनु भनेको छ। यसमा चाहिँ यसको लागि हामीले सुरुमा दिएको कम्प्लेक्स नम्बरलाई अलिकति सिम्पल फर्ममा लैजान्छौँ। यो -1 भित्र मल्टिप्लाई गरेर -2 प्लस -2 √3i को फर्ममा लगाउँ। अब यसलाई हामी पोलार फर्ममा लानुपर्ने हुन्छ। पोलार फर्ममा लानको लागि दिएको एक्सप्रेसनलाई r cos थीटा i sin थीटासँग कम्पेयर गर्छौँ र कम्पेयर गर्दाखेरि यो r को भ्यालु हामीले यहाँबाट निकाल्छौँ। स्क्वायर रुट अफ x कम्पोनेन्ट अनि रियल पार्ट र इमेजिनरी पार्टको स्क्वायर गर्दै निकाल्छौँ, जुन चाहिँ हाम्रो 4 हुन आउँछ। यो म्याग्निट्युड पनि भन्न सक्छौँ यसलाई हामी। त्यसै गरी एम्प्लिट्युड अर्थात् थीटाको भ्यालु निकाल्ने फर्मुला चाहिँ हाम्रो y कम्पोनेन्ट डिभाइड बाई x कम्पोनेन्ट अर्थात् इमेजिनरी पार्ट डिभाइड बाई रियल पार्ट भनेर हामी निकालिरहेका हुन्छौँ। सो कम्प्लेक्स नम्बरको आर्गुमेन्ट थीटा निकाल्नको लागि हामी tan इन्भर्स इमेजिनरी पार्ट डिभाइड बाई रियल पार्ट गर्छौँ। π/3 आउँछ, तर हाम्रो दुवै पोर्सन यो फर्स्ट र सेकेन्ड दुईटै नेगेटिभमा भएको भएर चाहिँ हाम्रो थर्ड क्वाड्रन्टमा लाइज गर्छ। यहाँ जेनरली स्टुडेन्टहरू कन्फ्युज भइरहेको हुन्छन्। कहिले यो π/3 लाई नै हामीले एन्सर लेखिरहेका हुन्छौँ, कतिपय केसमा यो π/3 लेख्नु हुँदैन। जस्तो tan भनेको हाम्रो पोजिटिभ भनेको अर्को पाई प्लस थीटा पनि हुन आउँछ। सो पाई प्लस π/3 गर्दा 4π/3 हुन्छ। अब हाम्रो यहाँ कन्फ्युजन मेन कुरा कहाँ हो भने यो π/3 एन्सर हो कि 4π/3 हो त थीटाको भ्यालु भन्दा यो हाम्रो थर्ड क्वाड्रन्टमा लाइज गरेको भएर थर्ड क्वाड्रन्ट भनेको हाम्रो फर्स्ट सेकेन्ड थर्ड भनेको दुवै नेगेटिभ हुने हुन्छ। सो दुवै नेगेटिभ भएको चिज भनेको हाम्रो 4π/3 चाहिँ एङ्गल त्यहाँ एप्रोप्रिएट एङ्गल हुन आउँछ। त्यसो भएर हामी यसलाई यसरी लेख्छौँ, अर्थात् r को भ्यालु लेख्यौँ र यो लेख्यौँ, अर्थात् यो हाम्रो पोलार फर्ममा लगेको इक्वेसन भयो। अब पोलार फर्ममा लगिसकेपछि यसको जेनरल फर्म लेखिदिनु पर्ने हुन्छ। 4π/3 प्लस 2k π भन्छौँ, अर्थात् 2n π भनेर लेख्न पनि मिल्छ। अर्थात् k लाई हामीले यहाँ युज गरेका छौँ इन्डेक्सको यो इन्टिजर्सको रूपमा। र अब यसको स्क्वायर रुट भनेपछि पावर 1/2 1/2 सबैमा लाउनु पर्यो। र अब डी मुभर्स थ्योरमले के भन्छ त भन्दा जब हाम्रो यो पावर हुन्छ भने यो cos थीटा प्लस i sin थीटाको फर्ममा भएको पावरलाई चाहिँ एङ्गलमा लगेर मल्टिप्लाई गर्न मिल्छ भन्छ। यहाँ 1/2 छ, 1/2 मल्टिप्लाई गर्नु भनेको 2 ले डिभाइड गर्नु बराबर हो। अनि यो बाहिरपट्टिको त अरू सबै सेमै छ। र त्यसपछि अब यो 2 ले यहाँ डिभाइड गर्दाखेरि हाम्रो एक्सप्रेसन यस्तो हुन आउँछ। ल यो भयो हाम्रो पोलार फर्ममा लगेर स्क्वायर रुट पनि राखिसकेपछिको एक्सप्रेसन भयो यो। अब यो एक्सप्रेसनलाई हेरेर हामीले अब यहाँ के गर्नुपर्ने हुन्छ त k को भ्यालु एकचोटि 0 एकचोटि 1 र 0 राख्दाखेरि एउटा आन्सर, 1 राख्दाखेरि अर्को आन्सर। स्क्वायर रुट निकाल्दा हामीले दुईटा भ्यालु राखेर हुन्छौँ, क्युब रुट त्यसपछि फोर्थ रुटहरू निकाल्दा त्यसै गरी अब k को भ्यालुहरू हामी बढाउँदै जान्छौँ र डिफ्रेन्ट नम्बर अफ आन्सर्सहरू पनि हामी फाइन्ड आउट गर्छौँ। यहाँ k को भ्यालु 0
हुँदाखेरि चाहिँ अब के हुन्छ त भन्दा के को भ्यालु 0 राख्दाखेरि 2π/3 जुन हाम्रो ओरिजिनल सुरुमा जे थियो त्यसैलाई भ्यालु -1 + √3i हुन आयो। त्यसैगरी के को भ्यालु 1 हुँदाखेरि चाहिँ हाम्रो 1 - √3i हुन आउँछ र दुवै चाहिँ हाम्रो लागि आन्सर हुन्छ। दुवैलाई हामी कम्बाइन्ड फर्ममा पनि लेख्न सक्छौँ। यसको लागि यो माइनस कमन लिएर बाहिर प्लस माइनस लेखेर पनि हामी यो काम गर्न सक्छौँ। यो भयो हामी डिमोभस थ्योरम मा युज गरेर कम्प्लेक्स नम्बरको भ्यालु निकालेको, कम्प्लेक्स नम्बरको स्क्वायर रुट निकालेको भनौँ। त्यसैगरी सी नम्बर पनि सोधेको छ त्यहाँ 3 3 6 6 र 2 8 मार्कको क्वेसन हो। त्यसबाट तर यहाँ चाहिँ हामीलाई सोधेको क्वेसन यो रङ क्वेसन छ। यो अब चेक नगरिकन सोधिएको हो या प्रिन्ट मिस्टेक भएर आयो के भएर आयो। मैले पाएको क्वेसनमा n फ्याक्टोरियल इज लेस देन 2 टु द पावर n छ, जुन चाहिँ यो सही सबै n को लागि प्रुभ हुँदैन। जस्तो हामीले n को भ्यालु चाहिँ 3 भन्दा ग्रेटर लिने बित्तिकै यो फल्स हुन्छ। 3 भन्दा ठुलो भनेको 3 भन्दा ठुलो n फ्याक्टोरियल भनेको 4 3 जा 12 12 2 जा 24 हुन आउँछ भने 2 को पावर 4 भनेको 24 भनेको हाम्रो के हुन्छ 2 2 जा 4 4 जा 16 मात्र हुन्छ। त्यसबाट 24 र 16 मा चाहिँ त्यो कन्डिसन होल्ड गर्दैन। त्यसबाट सबै n को लागि यो ट्रु हुँदैन। अब यो चाहिँ रङ क्वेसनको रूपमा मैले यहाँ राख्दिएँ। ओके, यो भयो सेट